नमस्कार सम्पूर्ण मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरुमा हामीले र हाम्रो अभियानले निरन्तर यस्ता भण्डाफोरहरु जुन राष्ट्रप्रति, देशप्रति, राष्ट्रियताप्रति, धर्मप्रति, संस्कृतिप्रति, संस्कारप्रति जसले देशद्रोही, राष्ट्रद्रोही, धर्मद्रोही काम गरेको छ त्यसको हामीले विगत 3 वर्षदेखि भण्डाफोर गर्दै आइरहेका थियौं। यो भण्डाफोर गर्ने कार्य अन्तर्गत गएको भदौ 23 र 24 गतेको जेनजी आन्दोलन कसरी भयो, जेनजी आन्दोलनलाई कसरी हाइजेक गरियो, जेनजी आन्दोलन कहाँबाट चल्यो, के कारणबाट चल्यो र को थिए यसमा इन्भल्भ भन्ने कुरा हामीले 10 देखि 15% मात्रै देखाएका थियौं। र फेरि आज हामी नयाँ तरिकाको अर्को कुन एनजीओ, कुन आईएनजीओ कसरी समाज भड्काउँछन्, पहिला समाजमा कसरी विष भर्छन्, समाजमा पनि कस्ता मान्छे खोज्दा छन्, पढेका, लेखेका, जान्ने तर बिक्ने, किन्ने, खरिद हुने मान्छे, बिक्ने मान्छे खोजेर कसरी अघि बढ्दो रहेछ भन्ने कुरो अरु 30% हामीले यसमा सार्वजनिक गर्दैछौं। यसमा कति जनालाई अप्ठ्यारो पर्ला, कतिलाई के पर्ला त्यसमा म क्षमा पनि माग्दै सम्पूर्ण नेपालीहरुलाई अझ राम्रोसँगले बुझ्न, त्यसमा पनि लागु औषधको नशा जस्तो यो एनजीओ आईएनजीओ ले जुन हिसाब किताबले तपाईहरुलाई डलर खुवाएर विभिन्न होटलहरुमा सेमिनार गराएर खराब लतमा लागेको छ, त्यहाँबाट म सम्पूर्ण युवाहरुलाई देश बचाउन, राष्ट्र बचाउन फर्किन म यसै भिडियो मार्फत म आग्रह पनि गर्दछु। त्यसैले गर्दाखेरि म सम्पूर्णमा यो कुरो जानकारी गराउन चाहन्छु। हामीले अघिल्लो भिडियोमा विदेशीहरुले आईएनजीओ एनजीओ मार्फत फन्डिङ गरेका एनईडी र बारबारा फाउन्डेसन भन्ने संस्थाले कसरी बंगलादेश, मालदिव्स तथा नेपालको तख्ता प्लटमा फन्डिङ गरेर कसरी सरकार गठन हुँदैछ भन्ने विषयको भण्डाफोर गर्यौं, जसले गर्दा यो देश सखाउने खेलमा आबद्ध गिरोह रक्षात्मक बन्न पुगेको छ। आज आम जनसमुदायमा हाम्रा दुवै छिमेकी मुलुक चीन र भारत पनि सचेत भए र यी सत्ता प्लट गर्नेहरुको विरुद्ध आज देशमा, खास गरेर हाम्रो देशमा नेपालमा विद्रोहको माहौल बनेको छ। आजको भिडियो मार्फत हामी थप केही प्रमाण सहित यो ग्रान्ड डिजाइन कसरी भयो र यिनीहरुको गतिविधि बारे थप सचेत बनाउन, साथै यो अपराधमा जान वा अनजानमा संलग्न भएका भ्रमित कलिला जेनजी उपमा दिएका युवाहरुलाई पनि बाटो बिराउनु भएको छ। बाटो सुधार्न हामी हार्दिक अपील गर्दछौं। यति देखाउँदा पनि यदि यो गिरोहले आत्मसमर्पण गरेन भने केही समयपछि हामी अन्तिम भिडियो ल्याउने नै छौं। हामीले यो बीचमा 2004 सालमा नेपाली कांग्रेसको उदय, 2006 सालमा कम्युनिस्टको उदय, 2028 सालमा राजा महेन्द्रको रहस्यमय मृत्यु र 2052 सालमा माओवादीको उदय, 2072 सालसम्म संविधान लाद्न पश्चिमा मुलुकहरुले कसरी सफल भयो भन्ने घटनाक्रम सहित नेपाली जनतालाई सचेत गराउने काम गरेका छौं। आज हामी 2072 सालको संविधान पछि भएका घटनाक्रम, जेनजी आन्दोलन र अहिलेको नयाँ खेलको भण्डाफोर गर्दै यो सरकार कसरी बनेको रहेछ, यो देशलाई कहाँ लगिँदै रहेछ र सुशीला कार्कीको सरकार कसले बनाएको रहेछ, सबै यो गोविन्द केसीलाई अनसनमा सुताएर गोविन्द केसीको जगमा बनेको उज्जवल थापाले नेतृत्व गरेको विवेकशील पार्टी र उज्जवल थापा फाउन्डेसन, एनईडी साथै बारबारा फाउन्डेसन लगायतले आज यो देशमा वितण्डा मचाएको छ। त्यसले गर्दाखेरि यो सरकारलाई हामीले चाँडै विदा गरेर नेपालीहरुको सरकार, नेपाली भूमिको सरकार, नेपाली माटो सुहाउँदो सरकार, राष्ट्रियता जोगाउने सरकार बनाउनु छ। साथै अरु पनि प्रमाणहरु हामी आन्दोलन